नमस्कार, नेप इन्डिया अफिसियल च्यानलमा तपाईहरु सबैलाई स्वागत छ। र भोलि 22 मार्च बिहान 6 बजेदेखि बेलुकी 6 बजेसम्म कन्नड संगठनहरूद्वारा महाराष्ट्रमा केएसआरटीसी ड्राइभरहरूमाथि भएको दुर्व्यवहार अनि यी दुई राज्यहरू बीचमा यस्तै अरू पनि समस्याहरू रहेको हुनाले बेंगलुरु बन्द गरिने ऐलान गरिएको छ। हामी नेप इन्डिया फाउन्डेसनको तर्फबाट तपाईहरुलाई यही आह्वान गर्न चाहन्छौं कि भोलि तपाईहरुले कुनै पनि बाहिरतिर जाने योजना गर्नु भएको छ भने त्यो योजनालाई स्थगित गरिदिनुहोस्। यदि तपाईहरुको त्यस्तै जरुरी काम छ भने बाहिरतिर जाँदा अलिक सोच विचार गरेर बाहिरतिर निस्किनुहोस्। तपाईहरु सबै सुरक्षित भएको होस् र यो भिडियो बनाएर तपाईहरुलाई जानकारी गराउनुको उद्देश्य पनि यही नै हो। धन्यवाद।